आम्बोलाई यस्तो पनि मिल्दो रहेछ त डुल क्यामेरा है के माथि फोनमा गर्नु मिल्छ कि नै यस्तो मिल्दो रहेछ यस्तो सही हो सही नयाँ फिचर थाहा भयो नयाँ फेरि बजारतिर किन यसो मार्केटतिर जाऊँ भनेको मार्केट बाहिर घाम त पुरा चर्केको थियो कता जाने होला त लागेर अब चाहिँ सही देखेन रहेछ ल कसम घाम पनि दह्रो छ हो दह्रो घाम आज छुट्टी हाम्रो होइन बिदा अब यसो बसेर अब यस बेलासम्म लम्पसार परेर अब बिहानदेखि केही खाएको छैन हल्का फिटनेसमा पनि हल्का ध्यान दिइरहेको क्या पहिलाको भन्दा पहिला अब एकदम केयरलेस भइयो होइन केयरलेस त थिएन त्यति साह्रो तर पनि आफ्नो स्वास्थ्यको बारेमा त्यति मतलब गरिन्थेन अब के साह्रो चर्को घाममा अब चाहिँ सोचिरहेको छ जामा लाउने अलिकति हल्का डोले सोले फिटनेस चाहिँ गर्नुपर्छ फिटनेसमा चाहिँ हल्का ध्यान दिनुपर्छ भनेर यसो हप्तामा एकचोटि चाहिँ फास्टिङ गर्छु होइन फास्टिङ भन्नाले त्यसो कम्प्लिटली केही नखाएर होइन स्यालेड्सहरू खाइन्छ होइन पानी सानी खान्छु पिउँछु पानी त्यही भएर आज बिदाको दिन टक्क लागेर अब केही बनाएर खानु पर्यो भनेर फेरि अहिले खाना खानलाई फेरि होटलतिर गयो भने फेरि बानी बेहोरा त्यही छ नि त पारा बानी बेहोरा त्यही छ फेरि पारा यसो एकछिन नखाने खाना देखिसकेपछि ल्याम मारेर खाने बानी छ नि त त्यही भएर जाँदै नजाने खाना होटलमा त्यही भएर केही गरेर किनेर लिएर आउँछु बदाम सदाम नेपालको जस्तै बदाम पाउँछ क्या यहाँ नेपालको जस्तो बदाम यस्तो मलाई बदाम भनेपछि लास्टै मनपर्छ कतादेखि जान्थ्यो यतैदेखि जान्थ्यो अनि बदाम किनेर लिएर आउँछु टक्क लगाएर बदाम अनि यताउता हल्का सबै सामानहरू किनेर लिएर आउँछु झोला लिएर आज झोलामा हालेर लिएर आउँछु सबै अनि केक भाँडा बनाएर स्यालेड चाहिँ खाइन्छ दह्रो म नेपालबाट आउँदाखेरि चाहिँ मेरो वेट चाहिँ कति थियो 92 किलो थियो अहिले म 75 किलो थियो भनिसकेपछि कति भयो अलमोस्ट 17 केजी 17 केजी कम भएछ मेरो जुन चाहिँ एकदमै राम्रो हो होइन बिग अचिभमेन्ट नै हो नि त्यहीबाट त अरू हटाउनु भनेपछि त ए पहिलाको भन्दा धेरै आमा पुरै स्लिम भइसक्यो छोड्नु बुढी सुढी पुरै घटेर होइन पुरै सिक्स प्याकदेखि लगाइसक्यो सिक्स प्याक होइन मेरो जुन फ्याटको लेयर छ नि त त्यो स्किनमा भएको त फ्याटको लेयरले गर्दाखेरि चाहिँ भित्रको एप्सहरू चाहिँ देखाएको छैन होइन तर जुन मेरो त्यो फ्याट त्यो छालाको जुन फ्याट छ त्यो कम भइसक्यो भने देखिन्छ क्या तर मलाई अझै यसो छाम्दाखेरि टच गर्दाखेरि चाहिँ फिल हुन्छ मेरो आएको चाहिँ अलिअलि त्यति साह्रो चाहिँ होइन तर अरूले नोटिस नगरे पनि आफूले यसो हल्का फिल गरिन्छ फिल हुन्छ गर्दै गएपछि फिल हुँदो रहेछ किनकि स्टार्टिङमा म माथिदेखि यस्तो भुइँमा खुट्टा छुनै सक्दिनँ क्या अहिले त गर्दा यसो पल्टेर नि झट्ट उठिदिन्छु आम्मामा पहिला स्टार्टिङमा चाहिँ 2-3 पुसअप पनि हान्न नसक्ने आमा यस्तो गरेर तल माथि गरेर त्यही सुत्थ्यो अहिले त कन्टिन्युसली 25-30 हान्छु म कन्टिन्युस हान्छु क्या एकैचोटिमा पुसअप 25-30 पुसअप हान्नु भनेको त
2-3 पुसअपबाट 25-30 पुसअप भनेको धेरै होइन। धेरै बब्बाल हो नि बब्बाल, धेरै धेरै राम्रो। सबै कुरा पोसिबल छ, कन्सिस्टेन्सी म्याटर गर्दो रहेछ। त्यही भएर लाग्ने अरू केही छैन, जे कुरा जेसुकै होस्। फिटनेस भनिसकेपछि आफ्नो स्वास्थ्यमा चाहिँ ध्यान दिन्छु। तर प्लान कस्तो भने चाहिँ जुन अब लेट्स चाहिँ अहिले 4-5 महिना लगाएर चाहिँ आफ्नो चाहिँ एउटा बेस बसाल्नु पऱ्यो रुममै होइन। हल्का जुन हुन्छ नि त बेसिक वेट लसहरू गर्नेदेखि लिएर होइन, आफ्नो हेबिट चाहिँ बनाउने होइन। अनि टक्क पारेर अनि जब बडी टोन गर्ने बेला आउँछ, जब हल्का मसलहरूलाई बनाउने बेला आउँछ, त्यसो बेला चाहिँ जिम चाहिँ जोइन गर्नु पर्ला जस्तो लागिरहेको छ मलाई। जिम जाने, किनकि अहिले स्टार्टिङ फेसमा भनेको खासै त्यति गर्न कन्टिन्यू गर्न पनि मन लागिरहन्न, कहिले 1-2 दिन स्किप हुन्छ नि त। त्यही भएर जिममा अहिले यो फर्स्टको फेजमा चाहिँ जिममा पैसा खर्च गर्नु भन्ने खासै मलाई उपयुक्त चाहिँ लागेन। सुरुको 5-6 महिना चाहिँ आफै रुममा गर्ने, यताउता वाकिङ गर्ने। अब यस्तै कहीँ जान मन लाग्छ पुरै हिँडेर गइदिने होइन। अब चढ्न त बस ट्याक्सी पनि छ नि त, आफ्नै अफिसको गाडीमा पनि जान सक्यो, तर हिँड्दै जाने क्या, हिँड्दै जाने। त्यसले गर्दाखेरि पनि वेट लस गर्नमा फिट भएर बस्नुलाई चाहिँ एकदमै मद्दत गर्छ। होइन म त्यस्तो खाना नखाने होइन, म खाना त खान्छु तर खानामा मेरो कन्ट्रोल छ क्या, के खाने भन्ने कुरामा कन्ट्रोल छ क्या। किनकि म केही खानुभन्दा अगाडि म त्यो आफूले खाइराख्ने खानालाई चाहिँ इभ्यालुएट गर्छु। मैले त्यो खाना चाहिँ मैले कति के खाइरहेको छु त, मैले प्रोटिन खाइरहेको छु, कार्ब्स, फाइबर होइन, क्यालोरिज कति खाइरहेको छु त, मैले कति एमाउन्टको खाइरहेको छु त। मैले खाइसकेपछि मैले यसलाई चाहिँ मैले शरीरले चाहिँ यो चिजहरूलाई मैले खाएको खानाले चाहिँ शरीरले चाहिँ एउटा फ्याटको रूपमा चाहिँ स्टोर गर्न छोडेर चाहिँ मैले कसरी म बेलुका सुत्नुभन्दा अगाडिसम्म मैले यो सबै खाइरहेको चिजलाई चाहिँ सबै डाइजेस्ट गर्ने क्या। जति पनि क्यालोरी खान्छु त्यो क्यालोरीलाई मैले आफै बर्न गर्नु पऱ्यो, हिँडेर हुन्छ कि काम गरेर हुन्छ कि होइन, के गरेर हुन्छ, कसरी गर्ने त भन्ने त्यो खालको माइन्डमा मेरो आफै क्यालकुलेसन चलेर हुन्छ क्या। त्यही खाना खानुभन्दा पनि अगाडि म हल्का आफू त्यो खाइरहेको खानाहरूले चाहिँ फोटो खिचेर चाहिँ अहिले त एआई टुल्सहरू टन्नै छ नि त, त्योबाट पनि हल्का क्यालोरी क्यालकुलेसनहरू चाहिँ गर्न लाउँछु इस्टिमेट। त्यो एक्ज्याक्ट नआए पनि हल्का जुन राउन्ड फिगरमा चाहिँ आउँछ क्या। अहिले एआईले चाहिँ भनिदिन्छ त कति खाइरहेको छ, के खाइरहेको छ, कतिसम्म खाइरहेको छ भनेर एउटा राउन्ड फिगरमा आउँछ कि। त्यसले गर्दाखेरि चाहिँ आफ्नो उमा चाहिँ ट्र्याक गर्नलाई खाइरहेको खानाहरूलाई चाहिँ कति के खाइरहेको छ भनेर ट्र्याक गर्न पनि सजिलो हुँदो रहेछ। त्यो मेरो पर्सनल एक्सपिरियन्स हो, किनकि मसँग कुनै के भन्छ यो मसँग कुनै पर्सनल ट्रेनर पनि छैन, मलाई कसैले गाइड पनि गराएन, आफै होइन अनलाइनबाट स्टडी गरेर आफ्नो बडीले के खोजिरहेको छ त्यो कुरालाई चाहिँ होइन के खाँदा कस्तो हुन्छ त्यो सबै बुझेर नै गर्छु म। र अलमोस्ट म अलिकति भयो 10 मिनट भयो म रुमबाट निस्केको, अझै स्टिल मलाई 15-20 मिनट लाग्छ त्यहाँ पुग्नलाई। किनकि यता यहाँ यो साइडमा पनि यतातिर नजिकमा पनि छ पसलहरू त होइन, तर त्यो पसलहरू चाहिँ खासै फ्रेस पाउँदैन। जुन मेरो मेन टार्गेट भनेको पिनट्स हो, त्यो सेल पिनट्स बदाम चाहिँ जुन नेपालमा त खोस्टासँगै पाउँछ नि, त्यो खालको बदाम हो कि मेरो मेन ऊ चाहिँ, नत्र अरू नर्मल त यतै किनिहाल्छु। र त अहिले जाने ठाउँमा चाहिँ बदाम चाहिँ एकदम राम्रो पाउँछ क्या, मिठो हुन्छ इन्डियाको बदाम, सट्टा गएर लिएर आउँछु। बर्को रुख हो यस, के पोसिबल छैन कि यहाँ दुबईमा हेरेर पनि धेरै कुरा सिक्नु, दुबई यस्तो
यस्तो मरुभूमिको ठाउँमा पनि यस्तो टेम्परेचर छ अहिले। त्यतिमा पनि होइन, मान्छेले दुनियाँ संसारदेखि लिएर आएर यो अनेक प्रजातिका फुलहरूदेखि लिएर बोट बिरुवाहरू लगाएर यस्तो हरियाली गरेर लगाएर हेर त, यो हाम्रो खरबारीमा फुल्ने फुल हो। यही खरबारीमा फुल्ने, हामीलाई के मतलब छ र यस्तो, होइन? तर यहाँ यिनीहरूले यसरी यहाँ मान्छेलाई कहाँ लाउँदा कतिको अब त राम्रो हुन्छ भने उनीहरूलाई यस्तो गरेर हेर्नु। यो लाइनमा चाहिँ बड पिपलको रुखहरू चाहिँ छ। पिपलको रुख चाहिँ देखाएको थिएन, तर बडको रुखहरू चाहिँ एकदमै के, होइन? म अहिले भएको यहाँ रुइस हो। अबुधाबीदेखि अब कति भनेपछि 240 किलोमिटर छ। अबुधाबीदेखि झन्डै बसमा आउँदाखेरि चाहिँ 3-4 घन्टा लाग्छ। अबुधाबीबाट 3-4 घन्टा लाग्छ रफली लाग्छ। किनकि अस्ति न बसमा आउँदाखेरि त के नोटिसै भएन, तर अस्ति सेकेन्डचोटि चाहिँ म अबुधाबी जाँदाखेरि चाहिँ तपाईँलाई चाहिँ याद गरेको मन ताकि गर्दा अर्को पालुवा सालुवा भर्खर पलाएर यस्तो झम्म भएको छ बाटोमा। एकदम लामो भयो कि एउटै रेल, क्लिप्स बनाउनु पर्यो। ल, म हल्का जाँदै गर्छु बाटोमा, होइन? यो ठाउँहरूमा यति धेरै भिल्लाहरू छ, यो सब यहाँ वरिपरि सब भएको भिल्लाहरू हो क्या। तर यो चाहिँ 2019मा त्यो कोभिड आउँदाखेरि चाहिँ, कोभिड आएको बेला चाहिँ यहाँको मान्छेहरू चाहिँ एकदमै मुभ भएको रहेछ सबै। कस्तो तातो हावा। त्यही भएर अहिले यहाँ चाहिँ सुनसान छ, मान्छेहरू सबै उता बिल्डिङमा लगेछ नि त, यहाँ छैन रहेछ मान्छेहरू। म यहाँ आएको पनि कति पुरै ड्राई भयो त मेरो। यहाँ आएको पनि 6-7 महिना होइन। म जुलाई 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 14मा आएको म नेपालबाट। यहाँ चाहिँ अहिलेसम्म रफली तपाईँको कति भयो होला, 8-9 महिना भयो। 8-9 महिना भइसक्यो। जुन 10 महिना पुगिसक्यो क्या हो। 10-11 महिना, 11 महिना हुन लागिसकेको छ यार। नेपालबाट आएको 11 महिना भयो। 11 महिना भइसक्यो। यहाँको ठाउँलाई म हल्का हल्का बुझ्दैछु, बिस्तारै बुझिन्छ। अरे